सो वाट्सअप एभ्रिबडी स्पिकिङ सुभाष साई। आज डे 3 हो होइन। म आज अलिक ढिलो उठेँ, 5 बजीतिर उठेँ। अनि निन्द्रा डोजनालाई मोबाइल हेरेँ। त्यसपछि म 5:17तिर रुमबाट घरबाट निस्केको थिएँ मर्निङ वाक जानको लागि। मर्निङ वाक गइयो, दौडियो, आइयो, त्यसपछि मेडिटेसन गरियो, अलिकति एक्सर्साइज गरियो, अनि दुध खाइयो, 1 गिलास दुध र अनि के भन्छ नमकिन खाइयो। अनि त्यसपछि पढ्न थालेँ। आधा घन्टा जति पढेँ। त्यसपछि बहिनीको फी तिर्न अनि एक्जामको रिपोर्ट लिन जानुपर्ने थियो, त्यो लिएँ। त्यसपछि मोबाइल चलायो, अलिअलि खाना खाइयो। त्यसपछि मैले स्टार्ट गरेँ भिडियो हेर्नु, मोटिभेसनल भिडियोहरू हेरेँ होइन। अनि त्यसपछि चाहिँ म एआई सिक्न थालेँ, भिडियो बनाउन थालेँ। लङ फर्मेटको भिडियो बनाउन खोजेको नहुँदो रहेछ, त्यसलाई 10 सेकेन्डको चाहिँ जोडेर चाहिँ लामो बन्दो रहेछ, तर नबन्ने रहेछ। त्यो मैले ट्राई गरेँ। त्यसपछि त्यो भिडियो बनाउँदै टाइम गयो मेरो, 5-6 घन्टा त मैले ल्यापटपमै बिताएँ। आज भिडियो बनाएर एउटा अपलोड गरेको, युट्युबमा 37 भ्युज आएको रहेछ, फेसबुकमा 1 भ्युज आएको छ होइन। सो नो प्रब्लम। मैले केही नयाँ कुरा त सिकेँ, भिडियो बनाउन सिकेँ होइन। त्यो नै ठुलो कुरा हो। कुन एआई टुल बेस्ट छ, कुनमा कति क्रेडिट चाहिन्छ, कुनमा चाहिँ कति भिडियोको लिमिट छ, त्यो थाहा भयो नि त मलाई कुरा। त्यो चाहिँ मेरो आजको नयाँ लर्निङ हो। त्यसपछि अरू त्यस्तो खास केही भएन। आज बेलुकातिर भन्दा पनि म त्यही 3:30 भन्दा अलि 45 जति भएको थियो होला, बाहिर निस्क्यो, बाइक चलाएर आयो। अनि त्यसपछि खाजा खाइयो आज गएर त्यहाँ ब्याम्बो कटेजमा। 60 रुपियाँ मात्र रहेछ, धेरै रहेन रहेछ। चिकन नपाउने, फेरि भेज र पफ मात्र। भेज खाएर आइयो। त्यसपछि मोबाइल चलाउन थाल्यो। फेरि बेलुका खाना खानुभन्दा अगाडि थाहा भयो कि स्पाइडरम्यान ब्रान्ड न्यू डे पिकासोमा आइसकेको छ। 25-30 मिनट पहिले हेरिसकेको थिएँ। त्यसपछि मैले खाना खाइसकेपछि हेरेँ कम्प्लिट मुभी। अनि अलिकति बुझ्न गाह्रो टाइपको त्यस्तै स्टोरी चाहिँ अलिक डिफिकल्ट जस्तो देखियो क्या। अनि त्यसपछि फेरि म एक्सप्लानेसन भिडियो हेरेँ, अनि अलिक बुझेँ जस्तो लाग्यो। सो टाइम पनि भइसक्यो, 11 बज्न थालिसक्यो होइन। मतलब बजिसक्यो, 11-10 जति भइसक्यो होला। अब सुत्ने टाइम आइसक्यो। अब म सुत्न जाँदैछु। आई फिल भेरी गुड। म पहिलाको 2-4 दिनभन्दा आजभोलि धेरै नै राम्रो फिल गरेर आएको छु। भले त्यो लेक्चरको कुरा चाहिँ दिमागमा आइरहेको छ, तर त्यसलाई पनि रिमुभ गर्न ट्राई गरिरहेको छु मैले। ब्रेनमा एउटा कुरा हटाउनलाई अर्को कुरा चाहिँ इन्स्टल गर्नै पर्ने हुन्छ, तर त्यो अर्को कुरा चाहिँ के इन्स्टल गरौँ त्यो चाहिँ मैले अलि कन्फ्युजन भइरहेको छु क्या। त्यही भएर पनि अलिकति डिफिकल्टी फेस गरेँ मैले, तर पहिलाभन्दा धेरै इम्प्रुभ भएको छ, धेरै राम्रो फिल गरेर आएको छु मैले। सो अझै भन्दा राम्रो फिल गर्नेछु। स्टे ह्याप्पी। थ्याङ्क यू सो मच एभ्रिवान।